सबै नेताहरू भागा रे भाग, बचाऊ 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 भन्नु एकचोटि बचाऊ बचाऊ भन्दै गरेको बेला यो देश सम्हाल्न निस्केको एउटा मान्छे हो अर्घ साम्पाङ। भ्रष्टाचार गरेको, कमिसन खाएको, घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है। यो देशको माटो बोल्छ, अब यो देशको ढुङ्गा बोल्छ, यो देश बोल्छ कि बोल्दैन, यो देश उठ्छ कि उठ्दैन। रुखो बोल्छु, झुटो बोल्दिन, भोकै बस्छु, आफै कमाएर खान्छु तर झुठो खाँदिन, भ्रष्ट बन्दिन, भ्रष्टलाई छोड्दिन, भ्रष्ट बन्दिन, भ्रष्टलाई छोड्दिन, देश धनी नहुन्जेलसम्म सुकिलो बनेर सुख भोग गर्दिन। देश हाँस्दाखेरि देशसँगै हाँस्न सक्ने मन छ, देश रुँदा देशसँगै रुन्छु र देशको आँसु पुज्छु म त्यस्तो छु। यो देश जलिराखेको बेला, ढलिराखेको बेला सबै नेताहरू भागा रे भाग, बचाऊ 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 भन्नु एकचोटि बचाऊ बचाऊ भन्दै गरेको बेला यो देश सम्हाल्न निस्केको एउटा मान्छे हो अर्घ साम्पाङ। त्यो अर्घ साम्पाङ भन्ने मान्छेले यो देशमा काम गर्नुपर्छ जनताको हितमा, उसलाई काम गर्ने मौका दिनुपर्छ भन्ने लाग्छ भने म मिडिया मार्फत 3 करोड नेपालीलाई अनुरोध गर्न चाहन्छु, तपाईसँग तपाईको गाउँमै आएर आम सभा गर्ने मौका मिल्छ मिल्दैन, समय छोटो छ, नमिले पनि यहीँबाट म निमन्त्रण तपाईको चाहिँ विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हार्दिकताका साथ अपिल गर्न चाहन्छु, हामीलाई मौका दिनुहोस्। श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो र चलाउन पाएर 5 वर्षभित्रमा कायापलट हुने गरी, जनतालाई फिल हुने गरी, महसुस हुने गरी काम गर्न सकिन छु भने मैले यो देशको नागरिकता त्यागेर शरणार्थी बन्छु म है। हो, 1 पैसा भ्रष्टाचार हुँदैन है। खबरदार, मसँग तपाईको चाहिँ यो हो मौकामा चौका हानु भनेर आउनु भएको छ भने यहाँ पनि तपाईहरु गइहाल्नुस् है, तपाईहरु गइहाल्नुस्। भ्रष्टाचार गर्न पाउँछु, यही हो अवसर भनेर आउनु भएको छ भने म कसैलाई छोड्नेवाला छैन। म आफू 1 रुपैयाँ त धेरै हुन्छ, 1 रुपैयाँमा 1 पैसा मात्रै पनि, 1 रुपैयाँमा त 100 पैसा हुन्छ, 1 पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, भ्रष्टाचार गरेको, कमिसन खाएको, घुस खाएछु र त्यो गरेको पैसा मेरो मुखमा परेको दिन त्यही मेरो मरण होस् है। सालपा सिलिचुङमा कसम खाएको मान्छे, पाथीभरामा कसम खाएको मान्छे छु, पशुपतिनाथको स्वयम्भूको कसम खाएर भन्छु, त्यति शुद्ध मान्छे हो अर्घ साम्पाङ है, त्यति निष्कलङ्क र निष्खोट मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि तपाईहरुले मलाई मौका दिनुभयो भने म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरा म देखाउँछु। मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धराना र हेर्दा हुन्छ। बिना पैसाको 1 अर्ब भन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म है, किनभने मलाई थाहा छ स्रोत भनेको, शक्ति भनेको सबै जनता हो है। वर्षौं वर्ष 4 वर्षसम्म यो देश बनोस् भनेर फाटेको लुगा लगाएर कठोर श्रम गर्ने श्रमदाता हो म है। यस्तो खालको नेतृत्व यो देशले पायो भने तपाई कल्पना गर्न सक्नुहुन्छ। तमाम किसानहरुको दिन आउनेछ, तमाम मजदुरहरुको दिन आउनेछ है। म मुखले बोल्ने मान्छे होइन, आत्मा बोल्ने मान्छे हो। मलाई कसैले यस्तो भन भनेर भन्नेवाला मान्छे होइन म है। कसैले त चुप लाग भन्दा चुप लाग्ने मान्छे पनि होइन म फेरि है। म यो देशलाई सत्यवादी देश बनाउन पनि चाहन्छु। हामी यो देशमा चाहिँ के रहेछौँ भने झुटो कुरा बोलिदिनु पर्ने, साँचो कुरा बोल्यो भने आफ्नै परिवार पनि रिसाउने है। अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुपो लागेर सहिराख्ने। अब सहनु हुँदैन। म बोल्न सिकाउँछु तपाईलाई है। बोल्न पाउनुपर्छ तपाईले, नेपालले बोल्न पाउनुपर्छ। जब सबै नेपाली बोल्छ अनि त्यसलाई माटो बोलेको मान्नुपर्छ। यो देशको माटो बोल्छ, अब यो देशको ढुङ्गा बोल्छ, यो देश बोल्छ कि बोल्दैन, यो देश उठ्छ कि उठ्दैन, त्यो देश उठे
उठाउने अभियानमा म यहाँहरू सबैजनालाई आबद्ध भइदिनका लागि अनुरोध गर्न चाहन्छु। अब हामी सबैजनाले जहाँ हामी बसिरहेका छौँ उभिरहेका छौँ त्यहाँको माटो छोइदिनुहोस् प्लिज। हामी माटोलाई अब वचन दिन्छौँ। माटोलाई वचन दिउँ त? यसलाई शपथ भन्दैन, फेरि हाम्रो त त्यो पनि फरक छ। नेता पनि छैन, कार्यकर्ता पनि छैन, शपथ पनि भन्दैन, माटोलाई वचन भन्छ। यो देशलाई हामीले वचन दिउँ, सबै युवालाई भनौँ त दिउँ। त्यसो भने तपाईँले चाहिँ नि आफू उभिएको ठाउँको माटो छोइदिनुहोस् प्लिज। अब हामी माटोलाई वचन दिन्छौँ, एउटा गीतमा छमछमी नाच्छौँ, सबैजनासँग म फोटो पनि खिच्छु है। तपाईँसँग अँगालो मारेर फोटो खिच्न मन छ मलाई है। धन्यवाद। सबैजनाले आफू उभिएको ठाउँको माटो छुनुभयो, दाहिने हातले छोइदिनुहोस् त प्लिज सबैले। धन्यवाद। अब त्यो दाहिने हात तपाईँको मुठी कसेर देब्रे छातीमाथि राख्नुहोस्। त्यो तपाईँको मुटुले के भन्दैछ?